ढाले हेर त भन्नुस् यहाँलाई के सेवा गरौँ? आँगनमा चिप्लेटी खेल्न पाइन्छ कि? चिप्लेटी? हाम्रो मतलब आजकल आँगनमा कतिको झरी पर्छ? झरी? बरु भन्नुस् हजुरले हामीलाई सेवा दिए बापत कति रेट लिनुहुन्छ? ए त्यसो भन्नुस् न त, एकजनाको 1000 रुपियाँ मात्र हो। कति सस्तो? 1000 रुपियाँमा आजकल नक्कली कुरिया पनि पाउँदैन। हामी 3 जना छौँ, एकजनालाई त डिस्काउन्ट होला नि है? के भन्नुभएको त्यस्तो? तपाईँ कालीमाटीमा भेन्टा किन जानु भएको हो र डिस्काउन्ट माग्नलाई? किन र तपाईँ जानुहुन्छ र? चिप्लेटी झरी रमाइलो हुनुहुँदो रहेछ तपाईँहरू। ल भन्नुहोस् अब कुन तेलमा चाहिँ चिप्लेटी खेल्नुहुन्छ तपाईँहरू? गच्छ हुनेमा त तेल पनि छ। अब सानो हुँदाखेरि आमाले तोरीको तेलले धेरैचोटि ढाड मिच्दैकी थिइन्। अब अहिले तोरीको तेल बाहेक अर्को जुन तेल भए पनि हुन्छ। अनि हामीसँग चिप्लेटी खेल्ने तपाईँ नै हो कि भित्र अरू कोही हुनुहुन्छ? हेर्नुहोस्, काम गर्ने मेन पावर पनि पाउनै गाह्रो छ। पुलिसले छड्के चेक गरेर फेरि हैरानै पारिसक्यो। एकजनाले चारैतिर भ्याउनु पर्छ। बरु तपाईँहरूलाई कुनै अप्ठ्यारो पो पर्छ कि? पर्दैन केही अप्ठ्यारो पर्दैन। त्यसो भए तपाईँहरू त्यहाँ बस्दै गर्नुहोस्, म तपाईँहरूलाई बोलाउँछु है त। ओए ओए कहाँ टिभी हेर? अहिले भित्र गएपछि सबै कुरो देख्न पाइहाल्छ नि। फेसन टिभी नै हेर्ने भए त घरै बसेर हेरेर भइहाल्थ्यो नि। कहाँ मैले केटी हेरेको त टिभी हेरेर देखिनुहोस्। अब बाला यस्तो रङ टिभी क्या मनपर्छ? यो बालाई सम्झिने ठाउँ होइन पवित्रे, बालाई भुलेर आउने ठाउँ हो। एक्सक्युज मी, भित्र पहिला को जानुहुन्छ? म जाने नि, कहाँ यिनीहरूलाई दिएर हुन्छ। यो कोठामा बस्दै गर्नुहोस् है। यहाँ हजुर। कुमारले त भाँच्छ क्या आज? खोइ सुरुमा त यस्तै हुन्छ नि। चुमन लालले भनेको तँलाई याद छैन? मजा कस्तो मजा आयो। मजा त्यो भित्र केटी कराएको आवाजै आउँदैन त। तर ढाले मात्र चिच्चाको आवाज आउँछ किन? त्यहाँ भित्र गएपछि सबै थाहा पाइहाल्छस् नि। अब हामी नयाँ नयाँ छौँ, उनीहरूलाई त बानी परिसक्यो होला। I'm over excited. के हो? मजा आयो। I'm over excited. मजा आयो। साह्रै मजा आउँछ। मजा आउँछ। हार्ड मसाज चाहियो कि सफ्ट मसाज हजुर? हार्डै मसाज भए हुन्छ। केटाहरूले पुतलले टोक्यो भन्नु आइआएको भनेको त अनिङ्गालले टोकेर